गाइस स्वागत छ मेरो नयाँ दिन नयाँ भ्लगमा। म चाहिँ आज डे 3 3 दिन भयो मैले स्टार्ट गरेर पहिलो दिन चाहिँ गरेर आएको थिएँ। बाटोमा हिँड्दा चाहिँ क्यामेरा लुकाउँदै हिँड्दै गएको थिएँ। आज जे होस् अलि हजुरहरूको मायाले एउटा बोल्न सक्ने भएको छु। हिजो जस्तै आज पनि सेम ड्युटी जाने बाटोमा हजुरहरूको साथमा जाँदैछु। तर आज अलि लेट मेरो ड्युटी लास्टै गर्ने आँखा हेर्नै नबन्द रहेछ नि त्यही हुन्छ त नि हुँदैन के अरे यस्तो गर्ने छ होइन यस्तो गर्ने छ लास्ट के अनि आज चाहिँ मैले हल्का लेट जानु पऱ्यो भनेर लेट हिँडेको लेट भिडियो स्टार्ट गरेको लास्ट गर्नु रहेछ यार मैले कहिले 7 बजे निस्किनु पर्छ। म हिजो यहीँनिर थिएँ आज पनि यहीँनिर मैले स्टार्ट हिजो चाहिँ भदौत म रुमबाटै गरेको थिएँ पनि आज चाहिँ आधा बाटो लिएर आइसकेँ। देख्न सक्नुहुन्छ यस्तो राम्रो चराहरू पाइरहेको छ होइन जोस् दामी छ भ्यू चाहिँ तर गर्मी चाहिँ लास्टै। मलाई चाहिँ सिग्नलको बारेमा केही भन्नु मन लाग्यो। मैले हिजो पनि यस्तो पनि देखाइरहेको थिएँ भिडियोमा होइन। यहाँ हेर्नु न जता कतिवटा गाडी रोकेको छ होइन यहाँ पनि गाडी रोकेको छ यता यो मेरो चाहिँ पालो आएछ म चाहिँ हिँडिरहेको अब तर लास्टै फलो गर्छु यहाँनिर गाडी नै हुँदैन यताउता आउने तर उभिनु चाहिँ पर्ने उभिएन यो सिग्नल क्रसिङ गरेँ यहाँनिर हेर्नु फेरि मेरो यहाँनिर लाग्यो होइन सिग्नल क्रसिङ गऱ्यो भने चाहिँ मोबाइलमा म्यासेज आउँदो रहेछ होइन खाइ नआयो तेरो भनेर खै कसरी के हो यो सिस्टम चाहिँ। यहाँ क्यामेरा छ यसको माथि टुप्पोमा यहाँनिर त्यहाँ पारि पनि अर्को क्यामेरा छ मेरो पालो आइदिइरहेको अरे माथि चाहिँ यो ध्वनि आइरहन्छ। म चाहिँ हिजोको ठाउँमा आइपुगेँ। म हिजो यहाँनिर आइपुग्दा चाहिँ मलाई एउटा अर्बीको मस्जिद छ यहाँनिर यो मस्जिदको सामान्य भिडियो बनाउनु नदिँदा होला हेर अर्बी आएर आइडी साइडी देखा भन्नु थियो मेरो पार्किङ मैले हिजो भनेको थिएँ नि यहाँनिर छ अहिले म देखाउँछु तपाईँहरूलाई यहाँनिर त्यहाँ आइडी साइड देखाउँदा हिजो कन्टिन्यू गर्नु होइन त्यहाँनिर छ पार्किङ देखाउँछ अरे अनि आइडी हेऱ्यो सबै हेऱ्यो कहाँ काम गर्छस् भनेर सोध्यो आधा आफ्नो भाषामा आधा इङ्ग्लिसमा मैले चाहिँ त्यो काम पटक दिइहालेँ आधा नेपालीमा आधा इङ्ग्लिसमा अनि उसले आधा बुझ्यो आधा बुझेन अनि ठिक छ भनेर पठाइदियो मेरो पालि ड्युटी गएँ। अनि जाँदा भिडियो बनाउने अलाउड छैन नि त टिकट डराइ गर्नुपर्छ त्यसै त नजान्ने मान्छे सिक्नै आँटेको अनि तपाईँहरूलाई के देखाउँछ होला भन्ने चासोको विषय होला मैले केही देखाउँदैन मेरो भाषा सिक्दै गरेको प्र्याक्टिस मात्रै हो। देख्न सक्नुहुन्छ म यहाँनिर आइपुगेँ ठुलो मस्जिद यहाँनिर जाँदा भिडियो बनाउनु दिँदैन छोपेर हिँडिहाल्छ नि त माथि आयो भने भिडियो बनाउनु आयो भने कहिलेतिर आइदिएर त बन्द हुँदो रहेछ त्यहाँनिर बन्द छ। म चाहिँ अब मेरो ड्युटी नै आइपुग्यो के हुन्छ भनेर चाहिँ तपाईँहरूलाई एक दिन देखाउँछु मैले कस्तो काम गर्दो रहेछु कस्तो छ मेरो किचन कस्तो छ रेस्टुरेन्ट म सबै देखाउने छु एक दिन। अहिले चाहिँ अरू 5 मिनट हिँड्नुपर्छ तर लास्टै गरी आएर भोलि त म छिटो हिँड्नुपर्छ रुमबाट नसकिँदो रहेछ हुँदैन बटिन्छ त आँखा हेर्नु नि नबन्दो रहेछ। अनि म चाहिँ यहाँ हर घरमा फुलहरू हुन्छ त्यहाँनिर देख्नु यहाँनिर पनि फुल छ त्यहाँनिर पनि फुल छ हर घरमा फुल छ यहाँनिर बाटोतिर फुल छ पुरै।